आज चाहिँ खुवायौँ हामीले यति धेरै माछालाई चारो। सो हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी गएको थियौँ टौडा, जुन चाहिँ रहेको छ कृतिपुरमा, र त्यो चाहिँ एकदमै राम्रो छ होइन। त्यहाँनिर चाहिँ एउटा पोखरी छ ठुलो। सो त्यहाँनिर चाहिँ यति धेरै माछा छ नि, र कति धेरै मान्छेहरू टाढा टाढाबाट त्यहाँनिर माछालाई खुवाउन पनि आउनुहुन्छ। त्यहाँको सिनहरू चाहिँ एकदमै धेरै राम्रो छ, एकदमै धेरै पिसफुल ठाउँ छ। कलङ्कीबाट सिर्फ 30 मिनटमा हामी त्यो ठाउँमा पुग्न सक्छौँ। भ्यालीभन्दा अलिक टाढा अनि अलिकति पिसफुल ठाउँहरू हजुरहरू खोजिराख्नु भएको छ भने यो ठाउँ चाहिँ हजुरहरूको लागि बेस्ट हुनसक्छ, किनभने यो एकदमै राम्रो छ। सो अलिकति ठुलो पनि छ। सो हजुरहरू बेला बेला वकिङको लागि पनि यहाँ आउन सक्नुहुन्छ। अनि चाहिँ हामी गएर सबैजना फ्यामिली गएको थियौँ। अनि हामीले चाहिँ यहाँ माछाहरूलाई चारो खुवायौँ। अनि एकछिन डुल्यौँ, अनि एकदमै रमाइलो भयो। अनि हल्का साँझ परिसकेको थियो, झन् साँझको टाइममा त यति राम्रो भ्यू देखेको थियो नि। अनि त्यहाँनिर चाहिँ थियो रुद्राक्षको बोट पनि, अनि मैले चाहिँ केही रुद्राक्षहरू पनि टिपेँ। सो एकछिन टाइम स्पेन्ड गरेर चाहिँ हामी घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै थियो।